नमस्कार, तपाईहरुले तस्बिर देख्नु भएको छ। उनी हुन् विकास शाही, जो बाहिर विदेशतिर, युरोपतिर, फ्रान्सतिर घुम्दै हिँड्दै गर्ने र फेसबुकबाट पेजबाट नै मिडियाबाट चाहिँ अहिले उनको चाहिँ फेसबुक विकास अपडेट भनेर चाहिँ अहिले हामीले देख्न सक्छौं। र उनले टिकटक लाइभमा बस्दै गर्दा अजय श्रेष्ठसँग चाहिँ म 9-10 दिनमा नेपाल आउँदैछु, अब छलफल गर्नुपर्छ, म रासपा प्रवेश पनि गर्न सक्छु छलफल भयो भने, र म जुम्लाबाट अब चुनाव पनि लड्न सक्छु भनेर संकेत दिएका छन्। अब रासपामा पनि विकास शाही आउने सम्भावना देखियो, किनभने उनले आफै लाइभमा टिकटक लाइभमा भनेको हामीले सुन्न पाएका छौं। तपाईहरुलाई के लाग्छ? अब विकास शाही पत्रकारी छोडेर अब चाहिँ क्रिएटर जस्तो अब उनले भिडियो बनाएर हिँड्छन्, अब त्यो भिडियो छोडेर राजनीतिमा आएर रासपाबाट चाहिँ चुनाव लड्न उचित हुन्छ या हुँदैन? कमेन्ट गर्नु होला। हस् त, नमस्ते, जय नेपाल।